नमस्कार। अस्ति खुलेको मध्य प्रदेश लोक सेवा आयोगको शिक्षा सेवातर्फमा शिक्षा प्रशासन समूहको आज 5औं तहको पाठ्यक्रम लिएर उपस्थित भएका छौँ। धेरैजना साथीहरूले कमेन्ट गर्नुभएको थियो शिक्षा प्रशासन समूहको पाठ्यक्रम हालिदिनको लागि। यसको पाठ्यक्रमको विस्तृत जानकारीतर्फ हामी लागौँ। प्रथम चरण भनेको लिखित परीक्षा 200 पूर्णाङ्कको, द्वितीय चरण भनेको अन्तर्वार्ता 30 पूर्णाङ्कको लिइन्छ। प्रथम चरणमा सामान्य ज्ञान र सार्वजनिक व्यवस्थापन अनि सेवा सम्बन्धित कार्य ज्ञानबाट मल्टिपल चोइस क्वेसन सोधिन्छ, जसमा 50 वटा प्रश्न सोधिन्छ, 2 अङ्कको र जम्मा 45 मिनटको समय दिन्छ। त्यस्तै गरी द्वितीय पत्र चाहिँ सेवा सम्बन्धित कार्य ज्ञानबाट, जुन चाहिँ विषयगत हुन्छ। छोटो उत्तर आउने प्रश्न 12 वटा प्रश्न 5 अङ्कको र लामो प्रश्न चाहिँ 4 वटा प्रश्न 10 अङ्कको गरी जम्मा 2 घण्टा 15 मिनटको समय दिइन्छ र 40 मार्क ल्याई उत्तीर्ण हुनुपर्नेछ। त्यस्तै गरी द्वितीय चरणको अन्तर्वार्ता, जसमा 30 पूर्णाङ्कको अन्तर्वार्ता मौखिक रूपमा लिइन्छ। यहाँ चाहिँ प्रथम र द्वितीय चरणको लिखित परीक्षा छुट्टा छुट्टै हुनेछ, तर सम्भव भएसम्म एकै दिनमा परीक्षा लिइनेछ। वस्तुगत बहुवैकल्पिक प्रश्नमा गलत उत्तर गरे बापत 20% अङ्क कट्टा गरिने व्यवस्था रहेको छ। वस्तुगत वैकल्पिक हुने परीक्षामा परीक्षार्थीले उत्तर लेख्दा अङ्ग्रेजी ठुलो अक्षर क्यापिटल लेटर ABCD मा लेख्नुपर्ने हुन्छ। मल्टिपल चोइस क्वेसनमा क्याल्कुलेटरको प्रयोग गर्न पाउने छैन। प्रथम चरणको परीक्षाबाट छनौट भएका उम्मेदवारलाई मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित गराइनेछ। जुन फर्स्ट पेपर MCQ हुन्छ, त्योमा छनौट भएका उम्मेदवारलाई मात्र सेकेन्ड पेपरको लिखित पत्रमा चाहिँ समावेश गराइनेछ। सामान्य ज्ञानमा चाहिँ 10 वटा प्रश्न 2 अङ्कको सोधिन्छ, जसमा नेपालको संविधान, नेपालको विशेषता, मध्य प्रदेशको भौगोलिक अवस्था, प्राकृतिक स्रोत, साधन र सम्भावहरू, ऐतिहासिक, सांस्कृतिक र सामाजिक अवस्था सम्बन्धी जानकारी, मध्य प्रदेशको आर्थिक अवस्था र चालु आर्थिक योजना सम्बन्धी जानकारी, जैविक विविधता, दिगो विकास, वातावरण, प्रदूषण, जलवायु परिवर्तन र जनसङ्ख्या व्यवस्थापन, मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विज्ञान र प्रविधिका महत्त्वपूर्ण उपलब्धिहरू, जनस्वास्थ्य, रोग, खाद्य र पोषण सम्बन्धी सामान्य जानकारी, संयुक्त राष्ट्रसङ्घ र यसका विशिष्टकृत संस्था सम्बन्धी जानकारी, सार्क, बिमस्टेक, आसियन र युरोपेली सङ्घ सम्बन्धी जानकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका समसामयिक गतिविधिहरूबाट 10 वटा प्रश्न सोध्छ। त्यस्तै गरी सार्वजनिक व्यवस्थापनबाट कार्यालय व्यवस्थापन, कार्यालयको परिचय, महत्त्व, कार्यहरू, सहायक कर्मचारीमा का गुण र कार्यहरू, कार्यालय स्रोत साधनको परिचय र प्रकार, कार्यालयमा सञ्चारको महत्त्व, किसिम र साधन, कार्यालय कार्यविधि अन्तर्गत पत्र व्यवहार, दर्ता चलानी, फाइलिङ, परिपत्र, तोक आदेश, टिप्पणी लेखन र टिप्पणी तयार गर्दा ध्यान दिनुपर्ने कुराहरू, अभिलेख व्यवस्थापन, कार्यालयमा सूचना प्रविधि, प्रदेश निजामती सेवा ऐन 2077 र प्रदेश निजामती सेवा नियावली 2079, प्रदेश सेवाको निजामती सेवाको गठन, संरचना, पदपूर्ति गर्ने तरिका र प्रक्रिया, कर्मचारी नियुक्ति, सरुवा, बढुवा, बिदा, विभागीय सजाय र अवकाश सम्बन्धित, प्रदेश कर्मचारीले पालना गर्नुपर्ने आचरण, नैतिकता, दायित्व र कर्तव्यबारे, प्रदेश लोकसेवा आयोग ऐन 2076 तथा प्रदेश लोकसेवा ऐन नियमावली 2078 मा भएका व्यवस्थाहरू, स्थानीय सरकार सञ्चालन ऐन 2074 को व्यवस्था, स्थानीय सेवा ऐन 2081 मा भएका व्यवस्थाहरू, सार्वजनिक खरिद ऐन 2063 र नियमावली 2064 मा भएका व्यवस्था, सुशासन ऐन 2064 र सुशासन नियमावली 2065 मा भएका व्यवस्था, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 र नियमावली 2077, मध्य प्रदेश सरकार अन्तर्गतका मन्त्रालयहरू र निकाय सम्बन्धी जानकारी, संवैधानिक निकाय सम्बन्धी जानकारी, सरकारी बजेट, लेखा र लेखा परीक्षण सम्बन्धी जानकारी, सार्वजनिक सेवा प्रवाहको अर्थ, सेवा प्रवाह गर्ने निकाय, तरिका र माध्यमहरू, मानव अधिकार, सुशासन र सूचनाको हक सम्बन्धी जानकारी, नागरिक वाडापत्र, व्यवस्थापनको अवधारणा तथा सार्वजनिक व्यवस्थापनमा निर्देशन, नियन्त्रण, समन्वय, निर्णय प्रक्रिया, उत्प्रेरणा र नेतृत्व सम्बन्धी जानकारी,
मानवीय मूल्य मान्यता, नागरिक कर्तव्य र दायित्व सम्बन्धी जानकारीबाट प्रश्न सोध्छ MCQ मा। अनि दोस्रो पत्र जुन सेवा सम्बन्धित रहेको छ, जसमा 30 वटा प्रश्न 2 अङ्कको, नेपालको शैक्षिक इतिहास र शिक्षा प्रणालीबाट, जसमा नेपालको शैक्षिक इतिहास, महत्त्वपूर्ण शैक्षिक घटना तथा समसामयिक विषयवस्तुहरू, शिक्षा समितिको प्रतिवेदन, गठन, उद्देश्य, विद्यालय शिक्षा, पाठ्यक्रम, शिक्षक, विद्यालय निरीक्षक र विद्यार्थी मूल्याङ्कन, राष्ट्रिय शिक्षा नीतिहरू सम्बन्धी जानकारी, सङ्घ प्रदेश स्थानीय तहको शैक्षिक सङ्गठन र संरचना, शैक्षिक प्रशासन र अन्तर्सम्बन्ध। शिक्षा शिक्षण र मूल्याङ्कनबाट शिक्षाको परिचय, प्रकार, उद्देश्य र कार्य, सिकाइ प्रक्रिया, सिकाइका सिद्धान्त, सिकाइमा प्रभाव पार्ने तत्त्वहरू, पाठ्यक्रमको अवधारणा, वर्तमान विद्यालय तहको पाठ्यक्रमको अध्ययन, नेपालमा पाठ्यक्रम विकास प्रक्रिया र विद्यालय तहमा स्थानीय पाठ्यक्रम, शैक्षणिक योजना, शिक्षण विधि र सामग्रीहरू, शिक्षण पद्धतिको अर्थ, महत्त्व, मूल्याङ्कनको अवधारणा, प्रकार र मूल्याङ्कनका साधनहरू, वर्तमान विद्यालय तहको मूल्याङ्कन प्रणालीको बारेमा, शिक्षाका नवीनतम सोच तथा प्रवृत्ति, अन्तर्राष्ट्रिय प्रयास र समसामयिक मुद्दाहरूबाट शिक्षाको नवीनतम सोच र प्रवृत्तिहरू, मानव अधिकार, बाल अधिकारको रूपमा शिक्षा, शिक्षामा समतामूलक पहुँच र समान अवसर, सामाजिक न्याय र सार्वजनिक एकताका लागि शिक्षा, वैकल्पिक तथा भर्चुअल सिकाइ विधि, अन्तर्राष्ट्रिय प्रयासहरू, शिक्षा सम्बन्धित अन्तर्राष्ट्रिय घोषणा र प्रतिबद्धता, शिक्षाका समसामयिक मुद्दाहरूबारे, शिक्षा सम्बन्धित योजना र शिक्षाका राष्ट्रिय कार्यक्रमहरू को बारेमा जानकारी हुनुपर्छ, जसमा विद्यालय सुधार योजना, शैक्षिक योजना निर्माण प्रक्रिया, चालु आवधिक योजनामा शिक्षा सम्बन्धित व्यवस्था, बजेटमा शिक्षा सम्बन्धित व्यवस्था र शिक्षाका राष्ट्रिय कार्यक्रमहरूबारे जानकारी हुनुपर्छ। त्यस्तै गरी शिक्षा सम्बन्धित कानुनबाट शिक्षा ऐन 2028 तथा नियावली 2059, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धित ऐन 2075 र नियावली 2077, शिक्षक सेवा आयोग नियावली 2057, स्थानीय सरकार सञ्चालन ऐन 2074, जसमा शिक्षा सम्बन्धित भएका व्यवस्थाहरू, मध्य प्रदेश शिक्षा नीति 2081 को बारेमा जानकारी हुनुपर्छ। यहाँ चाहिँ कुन एकाइबाट कति अङ्कको प्रश्न सोधिन्छ भन्ने कुरा यहाँ उल्लेख गरिएको छ। दोस्रो पेपरको चाहिँ खण्ड क मा 50 अङ्कको प्रश्न, जसमा शिक्षाको परिचय, अर्थ, उद्देश्य, तहगत सक्षमता, विभिन्न स्वरूपहरू, शिक्षाका कार्यहरू, शिक्षामा विविधता, आवश्यकतामा आधारित शिक्षा सम्बन्धी जानकारी, मानव वृद्धि तथा विकासबाट मानव वृद्धि र विकासको अवधारणा, ती बीचको अन्तर्सम्बन्ध र फरक, मानव वृद्धि र विकासका प्रक्रियाहरू, मानव विकासको स्वरूप निर्धारकहरू, मानव विकासका विशेषता, मानव विकासको अध्ययनको महत्त्व, पूर्व बाल्य अवस्था तथा उत्तर बाल्य अवस्थाको विकास, जसमा पूर्व बाल्य अवस्थाको परिचय, विशेषता, विकासात्मक कार्य, विभिन्न पक्षको विकास र यसको शैक्षिक उपादेयता, शारीरिक र क्रियाकलाप विकास, भाषिक विकास, बौद्धिक विकास, सामाजिक विकास, संवेदन विकास, व्यक्तिगत विकास सम्बन्धी जानकारी, त्यस्तै गरी जसमा भएका सङ्कटहरू, सुरक्षा विकासमा अभिभावक तथा शिक्षकको भूमिका, सिकाइको अवधारणामा सिकाइको अर्थ, परिभाषा, तत्त्वहरू, सिकाइका शैली, सिकाइका विशेषताहरू, अपवाद, शैक्षिक उपादेयहरू, सिद्धान्तहरू बारेमा जानकारी हुनुपर्छ। यहाँ निम्न सिद्धान्तहरू दिएको छ, त्यो पनि पढ्नुहोला। सिकाइमा प्रभाव पार्ने तत्त्वहरूमा प्रेरणा, पूर्ण बल, स्मृति, अभ्यास, सिकाइको स्थानान्तरण, पुरस्कार र दण्ड, यो सबै चाहिँ सिकाइमा प्रभाव पार्ने तत्त्वहरू हुन्। यस सम्बन्धित जानकारी पनि विस्तृत रूपमा लिनुहोला। खण्ड ख मा चाहिँ 50 अङ्कको प्रश्न, शैक्षिक र शैक्षिक योजना, जसमा शैक्षिक योजनाको अर्थ, उपागमहरू, जसमा सामाजिक माग, सामाजिक न्याय, जनशक्ति योजना, प्रतिफल दर,
आदि रहेको छ। शैक्षिक योजनाका प्रकारहरूमा कार्यपात्रो, कार्ययोजना, एकाइ, पाठ योजना, समय तालिका। शैक्षिक सामग्री तथा शिक्षण विधिमा शैक्षणिक सामग्री, कम मूल्य र मूल्य नपर्ने सामग्रीहरू शिक्षण विधिका प्रकारहरू रहेको छ। शिक्षण विधि छनौटका आधारहरू, सूचना प्रविधिको उपयोग। मूल्याङ्कनको परिचय, मूल्याङ्कनको अवधारणा, आवश्यकता र महत्त्व, प्रकार, उद्देश्य, साधनहरू, त्यस्तै गरी बनाउँदा ध्यान दिनुपर्ने कुराहरू, निरन्तर मूल्याङ्कन प्रणाली र विद्यालय शिक्षामा यसको प्रयोग, शैक्षिक व्यवस्था तथा सुशासनबाट शैक्षिक व्यवस्थापनको अवधारणा र कार्य, समस्या समाधानका उपाय, शैक्षणिक व्यवस्थापन, कक्षा कोठा व्यवस्थापनहरू, विद्यालय सुशासन, मध्य प्रदेशको चालु आवधिक योजना, नीति तथा कार्यक्रम र बजेटमा शिक्षा सम्बन्धित गरेका व्यवस्थाहरू, मध्य प्रदेशको शिक्षा नीति 2081 पढ्नुपर्ने हुन्छ। शैक्षिक अनुसन्धान र शिक्षाको पेशागत विकासमा अनुसन्धानको परिचय, उद्देश्य र प्रयोग, क्षेत्र, प्रक्रिया, प्रतिवेदन, आधारभूत अनुसन्धान, कार्यमूलक अनुसन्धानको महत्त्व, पेशागत विकासका समस्या र यसका समाधानका उपायहरू। यहाँ दिएको छ खण्ड कबाट 6वटा प्रश्न 5 अङ्कको र खण्ड खबाट 6वटा प्रश्न 5 अङ्कको सोधिन्छ र लामोमा 2वटा प्रश्न 2-2वटा प्रश्न दुईटैबाट सोधिन्छ। यहाँ कुन एकाइबाट कति प्रश्न सोधिन्छ भन्ने कुरा यहाँ उल्लेख गरिएको छ। यति चाहिँ शिक्षा प्रशासन 5औं तहको लागि पाठ्यक्रम रहेको छ। यो चाहिँ मध्य प्रदेशले भर्खरै प्रकाशन गरेको नयाँ पाठ्यक्रम रहेछ। हजुरहरू अहिलेसम्म फर्म भर्नु भएको छैन भने फर्म भर्नुहोला। यसको परीक्षा मिति पनि सार्वजनिक भइसकेको छ। आजको लागि यति नै। हस्त, धन्यवाद।